नमस्कार, म डाक्टर घनेन्द्र गटुला। हजुरहरू सबैलाई आजको यस श्रृङ्खलामा स्वागत छ। अघिल्लो अङ्कमा हामीले आँपको बारेमा चर्चा गऱ्यौँ र त्यो आँपको चर्चा सेलाउन नपाउँदै अहिले बजारमा लिचीको चर्चा रहेछ है। लिचीमा चाहिँ प्राकृतिक रङ मिसाएर पाकेको जस्तो बनाएर पाकेको जस्तो भान हुने गरी राखेर चाहिँ बेच्न थालिएको छ। अब यो चाहिँ खाने कि नखाने भन्ने किसिमका प्रश्नहरू बजारमा कतिपय ठाउँमा रहेछन् भनौँ। मलाई मेरो हिजो बहिनीले एकजना व्यक्तिले बनाउनु भएको भिडियो चाहिँ हेर्न लगाउनु भयो। त्यसपछि मैले त्यो गौर गरेर हेर्दाखेरि चाहिँ सुरुमा चाहिँ हो कि जस्तो लाग्यो पनि पछि फेरि आफै विचार गर्दै जाँदाखेरि त्यो नहुन पनि सक्छ है भन्ने चाहिँ निर्कल गरेँ। किनभने त्यो फल सुकि पनि सकेको छ र फलको बाहिरी बोक्रामा अलिअलि रातो रङ छ र भित्री भागमा पनि रातो रङ छ, तर फलमा भने त्यो रातो रङ आएको छैन। फल चाहिँ पाकेको फल छ र भित्र सेतो छ, जुन खान योग्य फल छ। त्यही भएर त्यो काँचो चिचिलो अथवा चाहिँ खानै नमिल्ने खालको लिची, हरियो लिचीमा चाहिँ रङ लगाएको भन्ने चाहिँ होइन भन्ने चाहिँ मैले ठाने र मैले परोक्ष रूपमा हेर्दाखेरि चाहिँ होइन, त्यो लिची ठिकै हो, सामान्य प्रक्रियाबाटै पाकेको हो भन्ने चाहिँ मैले निर्क्युल निकालेँ है। अब यही प्रसङ्गमा म यहाँ केही कुराहरू जानकारी दिन चाहन्छु। पहिलो त लिचीमा रङ परिवर्तन कसरी किन हुन्छ भन्ने कुरा। सामान्यतया लिचीमा, हरियो लिचीको बोक्रामा क्लोरोफिल भन्ने हरित कणको मात्रा एकदमै अधिक हुन्छ। त्यहाँ अरू कणहरू पनि हुन्छन्, तर त्यो चाहिँ क्लोरोफिलले चाहिँ ढाकेको हुन्छ भनौँ न। क्लोरोफिलको मात्रा ज्यादा हुने हुनाले चाहिँ ती चाहिँ अलिकति दबिएर बसेका हुन्छन् ती रङहरू। तर जसरी फलफुल परिपक्व हुँदै जान्छ अथवा छिप्पिँदै जान्छ ती फलहरू, ती क्लोरोफिलको मात्रा चाहिँ अब घट्दै जान्छ र त्यसमा हुने अर्को एउटा प्रमुख कण जसलाई एन्थोसाइनिन भनिन्छ, त्यसको मात्रा चाहिँ बढ्दै जान्छ र जसै गरी फलफुलहरू अथवा त्यो लिची भनौँ, लिची पाक्दै जान्छ, त्यो एन्थोसाइनिनको मात्रा पनि बढ्दै गएर चाहिँ त्यसले चाहिँ अब हामीलाई, प्रकृतिलाई चाहिँ अब त्यसले एक किसिमको सूचना दिन्छ, अब म चाहिँ अब खान योग्य हुँदैछु भन्ने सूचना दिन्छ। र त्यही सूचना र त्यही प्रक्रिया नै हो त्यो रातो रङ विकसित हुनु अथवा लिची पाकेपछि रातो रङ हुनु र बाहिरी भाग मात्र नभएर त्यसको भित्री तह पनि अब हामीले देख्दाखेरि रातै देखिन्छ है। र त्यस भिडियोमा देखिएको पनि करिब त्यस्तै नै थियो र त्यो लिचीको बोक्रा सुकिसकेको थियो, त्यही भएर त्यसमा चाहिँ त्यो रातो रङ अझ गाढा भएर देखेको हो कि भन्ने मैले निर्क्युल निकालेको हो। तर अब उहाँले शङ्का व्यक्त गर्नु पनि जायजै हो, किनभने हाम्रा बजारमा यस्ता मिसावटका घटनाहरू भइराखेका हुन्छन् होइन, र हामीले जागरुक त हुनैपर्छ। तर त्यति मात्र भएर डराएर त्रास व्यक्त गरेर मात्र पनि त भएन नि। एकजना व्यक्तिको त्रासले अब यहाँ हजारौँ व्यक्ति त्रसित हुनुभएछ। अब फलफुल खाने कि नखाने, त लिची हेर्दा खाउँ जस्तो लागेको छ, तर यो भिडियोमा त यस्तो आएको थियो, खाने कि नखाने। हामीमा एउटा के चाहिँ बानीको अलिकति विकास गर्नुपर्ने भएको छ भने प्रति प्रश्न गर्ने, अथवा त्यो पसलबाट लिएको फलफुल र अर्को पसलबाट लिएको फलफुल अथवा अर्को बजारबाट लिएको फलफुलहरू उस्तै छन् कि अथवा फरक छन् त भनेर दाँच्ने अथवा सरकारी निकायहरूलाई चाहिँ प्रश्न गर्ने, घचघच्याउने। हाम्रो बजारमा त यस्तै किसिमका फलफुलहरू आएका छन्, लौ तपाईँहरूले अब निरीक्षण परीक्षण गरिदिनु पर्यो, हाम्रो स्वास्थ्यप्रति तपाईँहरूको जिम्मेवारी बोध हुन्छ कि हुँदैन भनेर प्रश्न गर्ने हो र प्रश्न तिर्स्याउने हो उहाँहरूलाई। सरकारी निकायका रुटिन अनुगमन अथवा निरीक्षणहरू पनि भइराखेका हुन्छन्, तर यस्ता किसिमका बजारमा हजुरहरूलाई शङ्का व्यक्त लागेमा चाहिँ पक्कै पनि त्यस्ता निकायहरूमा, सरकारी निकाय तथा कतिपय स्थानीय निकायमा पनि त्यस किसिमका इकाइहरू हुन्छन् होला, त्यहाँ गएर चाहिँ जानकारी दिने, गुनासो व्यक्त गर्ने, उहाँले पक्कै पनि कार्यवाही अगाडि बढाउनुहुन्छ है। र एउटा विशेष नेपाल सरकार अन्तर्गत एउटा विशेष कार्यालय छ, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, र यस अन्तर्गत देशका विभिन्न जिल्लामा विभिन्न ठाउँमा शाखा कार्यालयहरू छन्। हजुरहरूले आफूलाई पाएक पर्दो ठाउँमा चाहिँ उहाँहरूलाई गुनासो व्यक्त गर्न सक्नुहुन्छ। र यसै भिडियोकै क्रममा चाहिँ म एउटा के सूचना हजुरहरूलाई के दिन चाहन्छु भने, यस विभागले जेठ 18 देखि 24 गतेसम्म चाहिँ विश्व खाद्य दिवसको अवसर पारेर चाहिँ खाद्य स्वच्छताका विषयमा अनेक अन्तर्क्रिया कार्यक्रमहरू, जागरणका कार्यक्रमहरू गरिरहेको छ। हजुरहरू पनि सहभागी हुन सक्नुहुन्छ र यसै प्रसङ्गमा चाहिँ त्यहाँ भएका सर म्याडमहरूलाई चाहिँ आफ्ना प्रश्नहरू गर्न सक्नुहुन्छ है त। र हामीले गर्नुपर्ने भनेको चिज चाहिँ के हो त भन्दाखेरि, बजारमा आइरहेका हल्लाहरूको पछाडि नदौडिने, पहिला त्यो हल्लाहरू साँचो हो कि होइन त भनेर त्यसपछि फेरि थप
खोज्ने। अहिले त के छ, हाम्रो हातमै विश्व छ, हामी हातमा मोबाइल छ, हातमा इन्टरनेट छ। हामीले चाहेको ज्ञानका कुराहरू भनौँ अथवा यस्ता विभिन्न सामाजिक सञ्जालमा आइरहेका भ्रमहरू तोड्ने कुराहरू चाहिँ हामीसित हाम्रो हातमै छ, होइन? त्यही भएर पहिला चाहिँ अब त्यो आइरहेको छ भने त्यसलाई भेरिफाई गर्न, पुष्टि गर्नतिर लाग्ने हो आफूले। र आफूले गर्न सकेन भने अर्को कोही विज्ञ हुनुहुन्छ अथवा त्यस विषयमा जानकार हुनुहुन्छ भने उहाँहरूलाई पनि सोध्ने, है? र शङ्का लागे, अझ धेरै शङ्का लागेमा अथवा गलत गतिविधि, व्यापारिक गतिविधिहरू भइरहेका छन् भने सरकारी निकायमा जानकारी गराउने चाहिँ हामीले गर्नुपर्छ। एउटा सचेत नागरिक चाहिँ हामी हुनैपर्छ र प्रश्न गर्न छोड्नुहुँदैन, गुनासो व्यक्त गर्न छोड्नुहुँदैन। यति भन्दै आजको यस विषयमा म यति मात्रै बोल्न चाहन्छु। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्। धन्यवाद।